हामीले किचनलाई विषमुक्त अनिकालमुक्त सिद्धान्तबाट आधारित हाम्रो किचन हो, हाम्रो भान्साकोठा हो। त्यसमा धेरै अगाडि धेरै पहिलेको कुरामा मैले अध्ययनको क्रममा हेर्दाखेरि लगभग 400 भन्दा बेसी मसलाहरू हाम्रो किचनमा व्यवस्थित थियो। अहिले आएर हाम्रो किचनमा 8-10 वटा बाहेक छैन। त्यसमा पनि धेरैले त्यही धनिया, बेसार, लसुन, प्याज, त्यस पछाडि गएर जिरा, ज्वानो यस्तै मात्रै। सामान्य कतिपय अलिकति विज्ञहरूकोमा टिमुर पनि हुन्छ, त्यस्तो छ। तर पहिलेको योभन्दा 40 वर्ष अगाडिको हाम्रो किचनमा फरक थियो। चिम्फिङ पनि थियो, टिमुरहरू पनि सबै खाले थिए। 4-5 किसिमकै टिमुरहरू हुन्थ्यो। कुन टिमुरले केमा काम गर्छ भन्ने थियो। बेसारहरू पनि कुन खाले बेसार भन्ने थियो। अब अहिले त बेसार भन्ने पहेँलो भइ पुग्यो, अहिले त्यो थिएन। अहिले पनि बेसार कति खालका छन्, कति, यो धेरै कुरामा हामी चाहिँ अगाडि थियौँ पहिले। अनि त्यस पछाडि गएर हामी जस्तै कुन बेलामा के प्रयोग गर्ने मसलालाई पनि मसला नै मेडिसिन भएको हुनाले कुन बेलामा कुन मात्रै प्रयोग गर्ने भन्ने सिद्धान्तमा आधारित हो हाम्रो किचन। जस्तै सुत्केरीलाई ज्वानो खुवाउने, अनि रिगेटा चल्यो, मानसिक असन्तुलन भयो, टाउको भारी भयो, बमन हुन खोज्यो, त्यस्तो बेलामा फेरि ज्वानो उमालेर खाने, होइन। अनि पानी एकदमै बढी भयो भने, पानी बढी खायो, हुलुक हुलुक आयो भने त्यस्तो बेलामा ज्वानो चपाएर खाने।